प्रहरीले नसोधिकन माथिको निर्देशन बिना, प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन बिना गोली चलाउन सक्छ कि सक्दैन? सक्छ। त्यो अधिकार छ प्रहरीलाई। आवश्यकता छैन ऋषि सर, माथिको निर्देशन चाहिँदैन। त्यो प्रहरीलाई प्रहरी ऐन, प्रहरीको चाहिँ कानुन, अब स्थानीय प्रशासन ऐन 2028 अन्तर्गत उसले मजाले चलाउन सक्छ। कसैको आदेश कुर्नु पर्दैन। हेर्नुहोस्, मैले प्रहरीले कसैको आदेश कुर्नु पर्दैन। युद्धमा जाँदाखेरि, मैदानमा जाँदाखेरि, उसको आन्दोलनमा जाँदाखेरि यस्तो छ, आदेश भनेको आफ्नो इमिडिएट कमान्डरको। अझ मैले भन्नुपर्दा अधिकार, जस्तै मेरो आफ्नो, तपाईँलाई मेरो आफ्नो उदाहरण म दिन चाहन्छु। धेरै यो क्राउड म्यानेजमेन्ट, राइट म्यानेजमेन्टमा धेरै इन्भल्भ भइयो है। हाम्रो जस्तो देशमा कस्तो छ भने, म तपाईँले राजाको शासनकालको बेलाको एउटा सानो दृष्टान्त म बताउन चाहन्छु। अन्तिम थियो राजाको शासनकालमा, लाखौँ जनताहरू सडकमा आएका थिए। म चाहिँ स्ट्राइकिङ वानमा थिएँ। स्ट्राइकिङ वान भनेको जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पठाउने। अनि यस्तो अप्ठ्यारो पऱ्यो कि यो पुरानो बानेश्वरको चोकमा लाखौँ मान्छेहरू जम्मा भए। अनि मलाई चाहिँ स्ट्राइकिङ वानको रमेश खरेल, तिमी तुरुन्त स्ट्राइकिङ वान तुरुन्त त्यहाँ जानु भन्यो। लाखौँ मान्छेहरू उतातिर चाहिँ अब राजदरबार घेर्ने भनेर गइरहेको थिए। त्यसपछि म अझ तल मैतीदेवी चोक आएपछि मैले रियलाइज गरेँ, मसँग मेरो आफ्नो टोली मात्र थियो, 20-25 जनाको टोली थियो। अनि मैले रियलाइज गरेँ अब अरू एउटा मलाई थप मद्दत चाहिन्छ, किनभने लाखौँ मैले देखिसकेको थिएँ। अनि मैले दीप शमशेर राणा, ऊ चाहिँ नगर प्रहरीको थियो, दीप नजिकै थियो, दीप तिमी तुरुन्त मलाई रिइन्फोर्स गर्न आऊ भने आयौँ। अनि हामी त्यो जुलुस सँगसँगै अनि अगाडि उनीहरूलाई पछाडि, हामी अगाडि उनीहरूलाई लिड गर्दै गयौँ। र मैले त्यहाँ त्यसपछि जब त्यो जुलुस दरबारमा जाने भनेपछि कोही पनि बोल्दैन, लिडरसिप कोही पनि बोल्दैन, सुने नसुने गर्छ। त्यो आदेश दिन डराउँछ है, इनइफेक्टिभ लिडर आदेश दिन डराउँछ। अनि त्यसपछि जब म त्यो उकालोको अलिकति चाहिँ डोमिनेटिङ पोजिसनमा पुगेँ, दीप शमशेर र म त्यहाँ पुगेपछि मैले दीप शमशेर है, अब त्यो लेथल वेपन चाहिँ कसैलाई पछाडि राख तिनीहरूलाई, अनि सर्ट गन हामीले युज गर्नुपर्छ भनेर मैले एकजना मेरो हलदार, मेरो कलिग्सको सर्ट गन लिएँ। हाइटमा पुगेँ अनि मैले त्यो सेटा भने, ल कसैको मलाई आदेश चाहिँदैन, स्थानीय प्रशासन ऐन 2028 अन्तर्गत म कारबाही सुरु गरेँ भनेपछि मैले सर्ट गनबाट के गरेँ, हिर्काउन त्यो क्राउडतिर हालेँ। मेरो उद्देश्य एकजना पनि नमरोस् भन्ने थियो। लाखौँ जुलुस थियो, तल जमिनमा हान्न थाल्यौँ, उता दीपले हान्न थाल्यौँ, मेरा केटाहरूले लाठीचार्ज गर्दै हामीले त्यसपछि त्यो मासलाई जय बागेश्वरीदेखि लिएर धेरै ठाउँमा कटायौँ। र त्यो एकजनाको पनि मृत्यु भएन है। मैले यो किन भन्न खोजेँ भने त्यो फिल्ड कमान्डरलाई कसैको आदेश चाहिँदैन।